सजिलो झन्नै दिनेवाला छैन रिभाइभ गर्नको लागि सर्ट्स गइदिए राखेको छ तर क्युजिनको पोजिसन एकदमै राम्रो भएको कारणले गर्दाखेरि चाहिँ उतापट्टि RC32 को अगेन्स्टमा सर्ट्स दिन सक्ने चान्सेस रहेको छ भने एसटीको टिमको लागि अघिल्लो गेम पनि राम्रो गएको होइन यो गेम पनि प्लेयर नकआउट गरिराख्नु भएको छ प्याराडाइसलाई नकआउट निकाल्यो अर्को लेडिज फर्स्ट लाइनअपको अगेन्स्टको फाइट रहेको रहेछ खास गरी स्ट्यान्डिङ हाम्रो नेमलेसलाई फेरि सब निकाल्यो जिआर होइन एएसटीको टिमको लागि ब्याक टु ब्याक राम्रो गेम रहेको छ आफ्नो #2 पोजिसन चाहिँ अब त्यो लाइक #2बाट योभन्दा अगाडि #3 या #3 झर्नु भएको थियो सायदसम्म अब यो गेमले गर्दाखेरि चाहिँ अझै पनि तल झर्न सक्ने चान्सेस चाहिँ रहेको छ आई थिङ्क मात्र 1 पोइन्टको साथमा निस्किएको छ जस्तो लागेको छ एएसटीको टिम इफ आइ एम नट रङ यस मात्र 1 पोइन्टको साथमा निस्किएको छ र जिआरको टिमको के छ भन्दाखेरि चाहिँ अहिलेसम्म त्यति राम्रो गेम गइरहेको थिएन र यो अहिलेको जुन एएसटीको टिमको लागि इम्पोर्टेन्ट गेम रहेको थियो त्यही गेममा चाहिँ एएसटीलाई चाहिँ फुल्ली वाइप आउट गरिदिइसक्नु भएको छ जिआरको टिमको तर्फबाट र 4 किल पोइन्ट राम्रो जिआरको लागि राम्रो रहेको छ अब माथि कतिसम्म चढ्न सक्नुहुन्छ त्यसको बारेमा चाहिँ आइडिया छैन बट एउटा कन्फिडेन्स चाहिँ पक्का पनि बिल्डअप हुन्छ एएसटी जस्तो टिमलाई प्रपर बिफोर फ्याटलमा जितिसक्नु भएको छ भने भोलिको 4 गेममा अब यही कन्फिडेन्सको साथमा आउनुहुन्छ भने अलिकति बेटर अलिकति माथि चढ्न सक्ने चान्सेस रहेको छ भाइ तिम्रो गेम ठिक छ वेलकम है गाइजहरु जोइन भएकोले यसो लाइक बटन चाहिँ थिच्नु होला